फाइनल्ली पोखरा पनि आइपुग्यो है। रात्रि बसमा आएको यस्तो बिजोक पारामा यता पुरा नानी चाहिँ यस्तो अँधेरै छ कि अनि एकछिनमा उज्यालो भयो अनि नानीको काम साम सक्यौँ। धेरै बेरको काम थिएन, म चाहिँ यसो साथी दिन आएको थिएँ है। अनि काम साम सकेर नानीले चाहिँ लेक साइडतिर जाऊँ न, म गएन भनिन् अनि नानी र म लाग्यौँ लेक साइडतिर। एकछिन बाराही मन्दिर घुमेर आऊँ भन्ने सोच्थ्यो कि अनि त्यही भएर लाग्यौँ। अनि हामी फेवातालमा सैली भन्दै गीत गाउँदै ढुङ्गा चढ्दै बाराही मन्दिरतिर गयौँ। मन्दिरमा गयौँ। नानीले चाहिँ के लिएर आयो भनेको त प्रसादी पो लिएर आएर दिन् अनि दुईटीले नै प्रसादी खायौँ। प्रसादी खाँदै अनि हामीतिर चाहिँ यतै मन्दिर एकैछिन घुम्यौँ, यताउति भिडियो सिडियो गऱ्यौँ दुईजना भइसी अनि फेरि लाग्यौँ। अनि त्यहाँबाट हामी निस्क्यौँ। यता आएको कस्तो राम्रो मालाहरू रहेछ क्या। अनि दिदीलाई एउटा माला लिखिदिनु पर्यो भने कस्तो मन पर्यो एउटा माला चाहिँ लिखेर हामी लाग्यौँ बस पार्कतिर। बस पार्क आयौँ अनि कस्तो भोक लागिरहेको थियो अनि हामी चाहिँ खाजा खाना हानेर होटेलमा गयौँ है। नानी चाहिँ पुरै आफ्नै पारामा छिन्, म नि आफ्नै पारामा छौँ। कस्तो भोक लागिरहेको थियो अनि कुरिरहेछ। एकछिनमा आयो रोटी तरकारी नानीको बाग। यहाँ नानीले चाहिँ खाँदैछिन्, कहिले रोटी नखाने मान्छेले नि खाँदैछिन्। तरकारी चाहिँ खासै मिठो रहन्छ अरे। म चाहिँ यहाँ पर्खिरहेको छु। मेरो चाहिँ यहाँ रोटी दही आयो। मैले चाहिँ तरकारी खाँदिनँ, त्यही भएर रोटी दही आयो। अनि दुईटीले नै मन नलाई रोटी खायौँ। के गर्ने, यति नखायो भने फेरि गाडीमा तिरिमिरी भइहाल्छ। अनि त्यही भएर मन नलाई नै खायौँ। नानी चाहिँ पुरै चलाउँदेखि कस्तो झोल भन्दै अनि दुईटी त्यहाँबाट लाग्यौँ बस पार्कतिर। बसमा गएर बसेको डिलक्स रे। डिलक्सको नाममा एउटा यही सिटमा कभर बाहेक केही पनि थिएन के। अनि हामी चाहिँ यताउति हेर्दै कस्तो डिलक्सको नाममा कभर मात्रै छ भन्दै बस्यौँ। अनि त्यहाँबाट हामी घरतिर लाग्यौँ। नानीलाई फेरि पनि आउन पाइयोस् है भने। बाटो चाहिँ पुरै बनाउँदै रहेछ कि यस्तो खाल्टाखुल्टी थियो है। अनि 4 घन्टा गाडी चढिसक्यौँ भनेर घडी हेरेको त बल्ल आधी घन्टा भए रहेछ कि यस्तो बिजोग पारामा। अनि फेरि घरतिर आयौँ।